ओहो यो बुटोलमा चिसो पनि कति चिसो हो। बाहिरको खाना पनि कति खानु। आज मैले घरमै थुक्पा बनाउँछु भनेर यसरी सामानहरू रेडी पारेँ। तपाईले देखिसक्नुभयो यता कराई पनि बसालिसकेँ अनि मैले यसरी गरेर अनि सबै एकैचोटि यसरी भुटेँ। अनि मैले चाहिँ थुक्पा खाने चाउमिन त अर्कै हुन्छ है, तर मैले चाहिँ चाउचाउमा यसरी सबै मिक्स गरेर यो करेन्ट चाउचाउलाई यसरी उम्लेको पहिला पानी उमालेर अनि त्यसरी भुटेर अनि फेरि पानी राखेर यसरी मेरो चाहिँ हुन त पकाउन टाइम लाग्यो। यहाँ चाहिँ मैले भिडियो छोटो गराइरहेको छु। मेरो चाहिँ पाकेर रेडी भइसक्यो। अब चाहिँ खाना लाग्यो है। यदि तपाईहरुलाई पनि बाहिरको खानुभन्दा घरकै राम्रो हुन्छ, यसरी बनाएर खान सक्नुहुन्छ है साथीहरु।